हाकिम कस्तो पर्ने के क्वेसन सोध्छ यस्ताले प्रधानमन्त्री कसले जित्ने सम्भावना छ भनेर आउने होला क्वेसन पक्का नै त्यही बालेले जित्ने होला होइन के क्वेसन आउला त यो पनि त रहेछ नि त पृथ्वीनारायण शाहले यो युद्ध कहाँ लडेथे पढ्न लाग्यो फेरि फोन आयो तरिका यस्तो आफ्नो ओलीको यत्रो प्र्याक्टिस गर्नुपर्छ के छ यसपालिको चुनाव कसले जित्छ आइन्छ र आइन्छ हात्तीको कतिवटा जाडो हुन्छ हात्ती चाहिँ कहाँ छ एउटा दुईटा सजिलो विस्तार छ अस्ट्रेलियाको सुन्दर सहर कहाँ हो कुन चाहिँ सहर हो त हो बाटो 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 भनेर सबैलाई थाहा हुन्छ जानु पर्यो लुगा कहाँ छ एकदम आज यो अधिकृतको जागिर चाहिँ प्याप्टै भएर यस्तो राम्रोसँग नाम निकाल्छु हाकिमलाई मक्ख बनाउँछु लुगा लाएर जानु पर्यो बास आउने कहाँबाट चटक्क परेर जानु पर्यो यो जागिर जसरी पनि मलाई मिलाउनु भएको थियो यो चाहिँ मेरो लाइफको खत्रै टर्निङ पोइन्ट हुनसक्छ यो यत्रो त जम्मै खाइदिइसक्यो त्यो हाकिमले के चाहिँ सोध्ला होला मलाई नुहाउने केही छ संसारको सबैभन्दा बाठो मान्छे मै जस्तो ठाने छ जानु पर्यो यो चेरी पनि कति खानु भने वाक्कलाई भयो भने त्यही भने अब लिची खानु पायो भने त लिची कहाँ पाउँछ यहाँ ल भाइ लिचीमा हिँड्न आमा एसियन ग्रोसरीमा सब चिया टक्कै खामला सपिङ पनि गरौँला ल केटा हिँड्छौँ ल ए बडी बुढा कता हो दाइ त अधिकृतको इन्टरभ्यू दिनजना लागेर मलाई अलि हतार छ दाइ अब अधिकृत हो भट्ट दाइ है त बुढोको नि पारामा छुट्टै छ सर इन्टरभ्यू दिएर आउनुभएको कस्तो इन्टरभ्यू ओहो सिम्पल थियो तर खै गाह्रो भयो म त कन्फ्युज भयो जस्तो लाग्यो ए ल हजुरलाई अल द बेस्ट ल थ्याङ्क यू सर है त ल सर नमस्ते 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 राजुजी आउनुहोस् आउनुहोस् बस्नुहोस् बसौँ न अनि राजुजी कस्तो छ त तयारी ठिक छ सर एकदम राम्रो विगत केही महिनादेखि मजाले पढेको छु 6 महिना त म मन्दिरकै अगाडि बसेर पढेँ मैले 2-4वटा लोकसेवाको किताबै खाइसकेँ सर त्यसो भए ढिला नगरिकन सुरु गरौँ है तपाईँभन्दा पछि पनि फेरि धेरैजना हुनुहुन्छ भ्याइहालौँ है त ल हजुरलाई पहिलो क्वेसन चाहिँ म सोधिएँ हुन्छ सर हुन्छ भनौँ न म सकेसम्म कोसिस नै गरिरहेको छु अब है ल राजुजी हामी तपाईँलाई आज चाहिँ जम्मा 3वटा प्रश्न सोध्छौँ जसमध्ये तपाईँले एउटै मात्रै प्रश्नको उत्तर दिनुभयो भने पनि तपाईँ सिधै अधिकृत हुनुहुनेछ एउटै मिलाएर सर हो नि रेडी सर म त पुस्तै कति खाएर आएको छ एउटा जाब त सर म फ्याट्टै पारिदिन्छु सर म 3टै मिलाइदिन्छु सर म ल सुरु गरौँ है त प्रश्न यस प्रकार छ अगाडि एउटा पाङ्ग्रा पछाडि एउटा पाङ्ग्रा के हो साइकल होइन मोटरसाइकल नआत्तिनुहोस् राजुजी अझ हामीसँग 2टा क्वेसन सजिलो क्वेसन बाँकी नै छ म सुरु गरौँ है त हुन्छ भनौँ न म ल सुन्नुहोस् है त अगाडि एउटा पाङ्ग्रा पछाडि 2टा पाङ्ग्रा के हो रिक्सा होइन अटो रिक्सा No God please no कहाँ पाउला सर बट्टे त्यति सजिलै जागिर दाइ त्रो पढेर है यहाँ आएर ताल न तुल बोका फुल भने जस्तो प्रश्न सोधेर ल्यास नआत्तिनुहोस् अझ हामीसँग एउटा क्वेसन छ पानी खानुहोस् है पानी लिनुहोस् ल पानी पिउनुहोस् राजुजी आराम हुनुहुन्छ नि रेडी छु सर म सक्दो कोसिस गर्छु सर यो त मेरो भाग्य चेन्ज गर्ने हो यसमा त मैले जसरी पनि नाम निकाल्नु छ यो अन्तिम क्वेसन जसरी पनि मिलाउँछु सर म यो है आनन्द भएर दिनुहोस् तपाईँको जाहिर कन्फर्मै छ है एउटा सजिलो क्वेसन अझै बाँकी छ है सर ल लिनुहोस् टिस्यु पेपर पसिना पुस्नुहोस् ल अन्तिम क्वेसन अगाडि दोडा पाङ्ग्रा पछाडि दोडा पाङ्ग्रा के हो
सर बस पक्का बसै हो सर यो त बस 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 होइन मिनी बस राजुजी यसपालि फेल हुँदैन नातिनु होला राजुजी अर्कोचोटि फेरि धेरै प्र्याक्टिस गरेर आउनु होला फेरि पनि खुलिरहन्छन् है लोकसेवाहरू हस् ल थ्याङ्क यू है तेरो राम्रोसँग जानु है सर म फेल भइ त भएँ तपाईँलाई पनि मेरो एउटा क्वेसन छ मिलाउनुहुन्छ भन न भन 20 वर्ष भइसक्यो यहाँ काम गरेको यस्तो जाब क्वेसन भन त के हो छिटो अर्थात् भन त ल भन्नुहोस् त सबै ग्रोसरी पाइन्छ त्यहाँ तपाईँलाई जे जे चाहिन्छ $3 मा अन्डा $3 मा टमाटर ल भन्नुहोस् त यो कहाँ पाइन्छ यति सस्तामा सामान पाउने उल्लेस कोर्समा त सम्झिने पानी सम्झिने मात्रै हो सस्तोमा सामान पाइने भनेको पक्का नै एसियन पसलतिर हुनुपर्छ हो एसियन ग्रोसरी होइन आमा एसियन ग्रोसरी यस्ता जाब जागिर खाइन्न सर अब गइन्छ आमा एसियन ग्रोसरीमै काम गरिन्छ त्यति मात्रै कहाँ हो र सर हाम्रामा फ्रेस खसीका मासु सागसब्जी तपाईँको किचनमा चाहिने सम्पूर्ण आइटमहरू हाम्रो एउटै बिल्डिङमा पाइन्छ हजुर पनि आउनुहोला हाकिम सर है त हस् राज सर हस् हामी उतै भेटौँला है त हस् हस् उतै भेटौँला सर हस् हस् नमस्कार ल